रोल्पा गङ्गादेव अड्डा जिनाबाङ लिबाङ हुन नसक्यो उति बेला। करिब 20औं वर्ष पहिला रोल्पा गङ्गादेव सल्यानको भूभागमा थियो। उति बेला जो पञ्चायती काल व्यवस्थामा राणाहरूको शासन थियो। जति बेला महेन्द्र शमशेरको पालामा 53 गाउँ पञ्चायत हुँदा पछि वीरेन्द्र राजाको पालापछि 75 गाउँ पञ्चायत हुँदा पछि क्रमिक रूपमा गाउँमा परिणत भयो। 14 अञ्चल 50 जिल्ला त्यसैगरी पालिकाहरू निर्माण भयो। 2018 सालमा त्यसपछि रोल्पा भयो। उति बेला सल्यानबाट शासन गर्ने राज संस्थाहरू राजाहरू त्यति बेला जिनाबाङ अड्डा भएको लिबाङ देखाउँदाखेरि लिबाङ गयो पर्न हुँदापछि लिबाङ नै रोल्पा जिल्ला अड्डा भएको गङ्गादेव हुन सकेको थिएन। उति बेला कामी र सार्कीहरूको बसोबास थियो, छेत्रीहरूको थिएन। रोल्पा भनेको पहिले थुम थियो रोल्पा, पछि राग पाखा पनि जिनाबाङ ओत रोल्पा भयो। पछि जिनाबाङ अड्डा लिबाङ बनाउने खोजेको लिबाङ लेखेपछि रोल्पा नगरपालिका लिबाङ नै भयो। त्यसपछि हरेक गाउँ हरेक ठाउँहरूको स्थापना भएपछि 2018 साल रोल्पा स्थापना भयो र 2864 वर्ग किलोमिटर भएको क्षेत्रमा हाम्रो 2300 वर्ग किलोमिटर अग्लो टापुमा छ हाम्रो गङ्गादेव, जहाँ निकै हराभरा छ। यो विकट क्षेत्र भयो। उति बेला लिबाङ हुन्थ्यो भने अहिले हाम्रो यो गङ्गादेव रोल्पा नगरपालिका जस्तो बनिसक्थ्यो र विकास धेरै माथि पुग्थ्यो। लिबाङ चाहिँ गङ्गादेव हुन्थ्यो। या निकै पश्चिम रोल्पाकै निकै सम्भावित भनेको हाम्रो गङ्गादेव। विकासका सम्भावना खाकाहरू धेरै देखिन्छ। जनयुद्धको उद्गम थलो यहाँ, जनयुद्ध पटक अनि त्यसपछि युद्धस्थल अनि प्राकृतिक सौन्दर्य बोकेको युद्ध पर्यटन अनि त्यसपछि माछा पालन, केबुल कार अनि यो सुकेको दहलाई पनि राम्रो जिउँदो दहको रूपमा स्थापना गर्न सकिन्छ। हाम्रो मिलदारी हो जिनाबाङ अनि त्यसपछि ओइदी निकै सम्भावना बोकेको क्षेत्रहरू, रिपिटर टावर, डोलसिङ्गे, लामेला यी पनि निकै प्रख्यात ठाउँहरू छन्। तर रोल्पा जिल्लाकै अन्तिम दुर्गम क्षेत्र गङ्गादेव, यहाँ विकास एकदमै कम छ। यो जिनाबाङको डाँडोमाथिबाट ओत मेलडाडीको डाँडोमा केबल कार जोड्न सके यहाँ निकै फाइदा हुने थियो। त्यसै गरी रिपिटर टावर आसपास वा पालिका आसपास सानडाँडा पालिका एयरपोर्ट स्थापना भइदिए निकै फस्टाउने थियो। अनि त्यसै गरी यहाँ चाहिँ निकै राम्रो सम्भावना बोकेको, यहाँ धेरै विकासहरू गर्न बाँकी छ। विकासका खाकाहरू यो सुकेको दहहरू, पहिले सुकी दह किन भनेको थियो भने यहाँ चाहिँ 3 तरबाट खोला बगिरहेको थियो। उति बेला जहाँ एकजना महिलाले यहाँ नुहाउन आउँदाखेरि महिनावारी भएको महिला नुहाउँदा आउँदाखेरि खोला सुकेको भन्ने जनविश्वास छ। यहाँ नजिकै भएको टापुमा एउटा
वनभोज पिकनिक वनभोज चौर पनि छ, यसलाई स्थापना गरे पनि राम्रो हुन्थ्यो। त्यसरी विकास खाकाहरू धेरै रूपमा अघि बढ्ने र धेरै माथि पुग्ने पर्ने हो यो गङ्गादेव। अहिले यस्तै छ, सुन फलाएर नुन फलाउने, देउदा खोज्दा ढुङ्गा भेटिए जस्तै यो गङ्गादेव कहिले अघि बढ्ला।